नमस्ते। आज 2077 साल भाद्र 14 गते आइतबार। आज पनि कोरोना विशेष लिएर उपस्थित भएका छौँ। प्रविधि संयोजन मार्फत शरणा महर्जन र म शङ्कर थापा। अनक मिडिया प्रालीको सहकार्यमा नेपाल भाषा एकाडेमीको नेवा एफएम 106.6 मा यो कोरोना विशेष कार्यक्रम प्रत्येक आइतबारदेखि शुक्रबारसम्म दिउँसो 1 बजेदेखि 2 बजेसम्म प्रस्तुत गरिन्छ। यो कार्यक्रममा सम्पर्क गर्नको लागि हाम्रो इमेल एड्रेस हामी यहाँलाई भन्दैछौँ ankmedia.newafm@gmail.com र अर्को इमेल एड्रेस पनि छ newafmkipu@gmail.com। यहाँहरूले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हामीले आधिकारिक युट्युब च्यानल पनि ल्याएका छौँ। सायद यहाँहरूले हेरिसक्नु भएको होला। थाहा नहुने श्रोताहरूलाई म हाम्रो युट्युब च्यानलको यो एड्रेस बताइदिन्छु। यहाँले युट्युबमा गएर सर्च गर्न सक्नुहुनेछ नेवा एफएम 106.6 नेवा एफएम 106.6 यो हाम्रो आधिकारिक युट्युब च्यानल हो। आजको कार्यक्रम अब म अगाडि बढाउने अनुमति चाहन्छु। भर्खरै टेलिफोन सम्पर्कमा जोडिनु भएको छ महालक्ष्मी नगरपालिकाका मेयर श्री रामेश्वर श्रेष्ठज्यू। मेयरज्यू नमस्कार, यहाँलाई हाम्रो कार्यक्रममा स्वागत छ। हजुर नमस्कार, धन्यवाद। अहिले हामीले नगरपालिकाका उपत्यकाका धेरैवटा नगरपालिकाका मेयरज्यू उहाँका प्रवक्ताहरूज्यूसँग सम्पर्क गरेर कोरोनाको यो महामारीमा हामी यहाँको गतिविधिहरू सबै प्रस्तुत गर्ने तर्खरमा गरिरहेका छौँ। आज म यहाँलाई हाम्रो कार्यक्रममा धेरै धेरै स्वागत गर्न चाहन्छु। धन्यवाद। अनि हाम्रो यो महालक्ष्मी नगरपालिकामा अलि अगाडिदेखि नै अलिकति गतिविधि कोरोनाको गतिविधि बढिरहेको महसुस हामीले गरेका थियौँ। हामीले सामाजिक सञ्जाल तथा मिडियाहरूबाट थाहा पाइरहेका थियौँ। अहिलेको स्थिति कस्तो छ मेयरज्यू त्यहाँ? महालक्ष्मी नगरपालिकामा जुन कोभिड-19 विश्व महामारीको रूपमा फैलिसकेपछि जुन देशमा चाहिँ अहिले हाम्रो देशमा पनि व्यापक रूपमा फैलिरहेको छ, त्यसरी उपत्यकामा पनि फैलिएको सन्दर्भमा महालक्ष्मी नगरपालिका पनि अस्तित्व रहन सकेन। अहिले केही दिन अगाडिदेखि महालक्ष्मी नगरपालिकामा नि यसको चाहिँ हरेक दिन 5 केस 6 केसको दरले चाहिँ वृद्धि भएर आइ नै रहेको अवस्था छ। र आजको अहिलेको अवस्थामा सुरुदेखि अहिलेसम्म हाम्रो नगरपालिकामा चाहिँ जम्मा 126 केस चाहिँ भएको छ। 126 पोजिटिभ होइन हजुर? 126 केस पुगेको छ सुरुदेखि अहिलेसम्म। अनि 126 केस मध्ये हाम्रो 37वटा केस 30 जना चाहिँ हाम्रो स्वास्थ्य लाभ गरेर फर्किसक्नु भएको छ। र अहिले हाल चाहिँ जम्मा हाम्रो 87 जना चाहिँ एक्टिभ केसमा हुनुहुन्छ। र 87 जना हुनुहुन्छ र 27 जना मध्ये त्यसमा चाहिँ हाम्रो अहिले चाहिँ हस्पिटलमा चाहिँ एडमिटेड हुनुभएको चाहिँ 35 केस छ। र त्यसपछि चाहिँ होम आइसोलेसनमा चाहिँ हाम्रो चाहिँ 52 जना होम आइसोलेसनमा बसिरहनु भएको छ। र आजको मितिसम्म हाम्रो स्थानीय 1 जना चाहिँ बित्नु भएको छ। र त्यसपछि 1 जना चाहिँ हाम्रो नगरपालिकामा डेरा गरेर बस्ने 2 जनाको चाहिँ मृत्युकरण भएको छ। यो दुःखद छ। र अहिले अनि अरू हस्पिटलमा भएका र होम आइसोलेसनमा बस्नुहुने हाम्रा सबै दाजुभाइ दिदीबहिनीहरूको अवस्था चाहिँ सामान्य छ। हजुर, मतलब टोटल हाम्रो नगरपालिकामा 3 जनाको मृत्यु भयो भन्ने जानकारी हो हजुरको? होइन, 2 जना। 1 जना भनौँ न बाहिरबाट आउनुभएका 1 जना बाहिरबाट आउनुभएको उहाँ ट्रान्सप्लान्ट पेसेन्ट हुनुहुन्थ्यो र उहाँ हस्पिटलमा बस्नु भएको। हस्पिटलबाटै मृत्यु हुनुभएको। उहाँको चाहिँ अब डेरा उहाँको परिवारको डेरा चाहिँ हाम्रो नगरपालिकामा भएको कारणले गर्दाखेरि हाम्रो नगरपालिकामा चाहिँ एड्रेस राखेको अवस्था छ। र तर के भन्दाखेरि 1 जना चाहिँ हाम्रो बिरामीका हस्पिटलमा उपचार गर्न अस्तिमा जानुभएको, तर त्यो उपचारमा क्रममै उहाँलाई चाहिँ कोरोना पोजिटिभ भेटिएपछि उहाँको चाहिँ हिजो दुःखद निधन भएको छ। धेरै दुःखको खबर है। अब हाम्रो नगरपालिकामा अब यो उपत्यकामा हेर्दाखेरि अलि धेरै सङ्ख्या देखिएको छ।
अब यस बारेमा अब यहाँले अब यो आइसोलेसन भएर होम क्वारेन्टाइनहरूको व्यवस्थाहरू के कसरी गर्नु भएको छ हजुर? होइन, हाम्रो महालक्ष्मी नगरपालिकामा हामीले अहिलेको मितिसम्म, आजको मितिसम्म चाहिँ समुदायमा संक्रमण फैलिसकेको छैन। हजुर, यो चाहिँ विभिन्न जिल्लाहरूबाट हाम्रो नगरपालिकामा बसोबास गर्ने र खास गरिकन अस्थायी बसोबास गर्ने साथीहरूमा चाहिँ बढी संक्रमण भेटिएको छ र उहाँहरू बसेको ठाउँबाट अनि घरबेटीलाई पनि, स्थानीय घरबेटीलाई पनि संक्रमण चाहिँ भेटिएको छ। तर त्यसकोबाट अन्य अरू चाहिँ स्थानीयबाट अर्को स्थानीयमा अर्कोमा चाहिँ नछिरेको कारणले गर्दाखेरि समुदायमा चाहिँ अहिलेसम्म गइसकेको छैन। यो हिसाबबाट महालक्ष्मी नगरपालिका एक स्तरमा चाहिँ सुरक्षित त भन्न मिल्दैन, तर पनि के भन्छ समुदायमा चाहिँ यो ट्रान्समिसन नभइसकेको कारणले गर्दाखेरि हामी यसलाई नियन्त्रण गर्नलाई हामी सक्छौँ भन्ने लागेर हामी काम गरिरहेका छौँ। अहिले निरन्तर रूपमा हामीले यो स्क्रिनिङको कामहरू, पिसिआर टेस्ट गर्ने काम हामीले बढाइरहेका छौँ। यो भन्दा अगाडि हामीले 8 गते मात्रै पनि हामीले चाहिँ 238को चाहिँ हामीले पिसिआर टेस्ट गऱ्यौँ र त्यसमा केही साथीहरू पोजिटिभ आयो र आज पनि हामीले चाहिँ के भन्दाखेरि अब 100 भन्दा बढी क्लोज कन्ट्याक्टहरूलाई हामीले चाहिँ पिसिआर टेस्ट गर्दैछौँ र त्यो चाहिँ हामी सबैको नेगेटिभ आओस् भन्ने कामना हो। यसरी नगरपालिकाभित्र चाहिँ जति पनि क्लोज कन्ट्याक्टहरू र जोखिममा रहेका जति पनि समुदायहरू छ, फेरि पनि आज अस्ति हामीले 280 जना गऱ्यौँ केही दिन अगाडि मात्रै, आज हामीले 100+ हामी गर्दैछौँ र त्यसरी फेरि केही दिन पछाडि फेरि कन्ट्याक्ट ट्रेसिङबाट चाहिँ जतिजना मान्छेहरू हुन्छ र जोखिममा रहेकाहरूको चाहिँ हामी निरन्तर रूपमा चाहिँ हामी क्लोज कन्ट्याक्टमा भएकाहरूको पिसिआर टेस्ट गर्दै आइडेन्टिफाई गर्दै उहाँहरूलाई चाहिँ के भन्दाखेरि अनि हामी समुदायलाई सुरक्षित गर्न, नगरपालिका सुरक्षित गर्न चाहिँ निरन्तर रूपमा हामी आइरहेका छौँ। हजुर, हजुरले भन्नुभयो अनुसार अब विभिन्न जिल्लाबाट आएका व्यक्तिहरू र अस्थायी बसोबास गर्नेहरूमा बढी सङ्क्रमण देखिएको भन्नुभयो अनुसार अब हाम्रो यो उपत्यकाको पूर्वी क्षेत्र परेकोले बाहिरी जिल्लाबाट त्यहाँ प्रवेश गर्ने नाकाहरूमा अथवा कतिवटा नाकाहरू छ, त्यहाँ कस्तो प्रबन्ध यहाँहरूले गर्नुभएको छ अलिकति बताइदिनुहोस् न। होइन, हामी यहाँ विशेष गरी प्रवेश गर्ने नाका त हाम्रो एउटा मात्रै हो, लाकुरी भनिन्छ त्यो पूर्वबाट आउने। त्यहाँ हामीले प्रहरी र हाम्रा केही स्वास्थ्यकर्मी साथीहरूलाई हामीले राखिरहेका छौँ। त्योभन्दा बढी अस्थायी भन्नाले अब स्थानीय नगरपालिका सहरसँग जोडिएको ललितपुरसँग, काठमाडौँसँग, छिमीसँग, सूर्यविनायकसँग, भक्तपुरसँग सबै र हाम्रो नगरपालिका चाहिँ यो उपत्यकाको तीनवटै सहरमा, चाहे काठमाडौँ जानु परोस्, चाहे भक्तपुर, चाहे बागमती जानुपर्ने स्थिति भए पनि, चाहे हामी भक्तपुर पुग्नु पर्दा पनि एउटा दूरी चाहिँ लगभग 1-1.5 घन्टाको बिचमा हामी सबै ठाउँ पुग्न सक्ने भएकोले गर्दाखेरि त्यो चाहिँ सेन्ट्रल पोइन्टमा छ। त्यसले गर्दाखेरि चाहिँ विभिन्न कार्यालयमा काम गर्नेहरू, विभिन्न पेसा व्यवसायमा बस्ने साथीहरू, विभिन्न ठाउँ बस्ने साथीहरू चाहिँ यहाँ चाहिँ एउटा अस्थायी बसोबास गरेर एउटा डेरा लिएर बसेर बस्ने साथीहरूको सङ्ख्या धेरै छ। त्यो कारणले गर्दा र तुलनात्मकमा हजारौँ भन्दा यहाँ भाडा पनि सस्तो छ, त्यसले गर्दा अलि बढी छ र उहाँहरूमा त्यति अलिकति सङ्क्रमणको दर अलिक बढिएको देखिएको छ। त्यसले गर्दा उहाँहरूलाई सुरक्षित गर्नको लागि हामीले चाहिँ जुन घरमा चाहिँ त्यो उहाँहरूलाई छुट्टै फ्ल्याट लिएर बस्नु भएको छैन, जसको चाहिँ त्यो सुरक्षित आवास हुन सक्दैन भने उहाँहरूलाई चाहिँ हामी होम आइसोलेसन भन्दा हस्पिटलमा हामीले ट्रान्सफर गरिरहेका छौँ। त्यसरी ट्रान्सफर गरिरहने जो चाहिँ अलिकति जसको चाहिँ घरमा बस्न सक्ने अवस्था छ, जसको लक्षण छैन, लक्षण देखिएको छैन, उहाँ चाहिँ सुरक्षित भएर एक्लै बस्न सक्ने अवस्था छ, त्यही चाहिँ फ्लोटिङ पपुलेसनको पनि आफ्नै फ्ल्याट लिएर बस्नु भएको छ, उहाँहरूको चाहिँ छुट्याइराखेका छौँ। आइसोलेसनमै हामीले हुन्छ भनेको मात्र इन्ट्रेस्ट अनुसार। अनि जसको चाहिँ अब एउटा कोठा छ या 2टा कोठा छ, 4जना 5जना बस्नुहुन्छ भने त्यस्तो ठाउँलाई चाहिँ तुरुन्तै हामीले सेपरेट गरेर उहाँहरूलाई चाहिँ हस्पिटल ट्रान्सफर गर्ने गरेर होम आइसोलेसनमा उहाँहरूलाई चाहिँ हामीले राखेका छैनौँ र त्यसले गर्दा जोखिम चाहिँ न्यूनीकरणमा सहयोग गर्न भइरहेको छ। र अहिलेको चाहिँ नगरपालिकामा हामीले टेस्टको दायरालाई पनि बढाइरहेका छौँ र हरेक 2-3 दिनको अल्टरनेटमा हामी बढाएर गइरहेका छौँ। आज गऱ्यौँ, फेरि अब केही दिनपछि गर्छौँ। त्यसले गर्दा पनि अलिकति अब यसले पनि फाइन्डिङहरू हुन्छ र त्यसपछि सबै चाहिँ जति पनि सङ्क्रमित हुनुहुन्छ उहाँहरूलाई चाहिँ सुरक्षित गर्नको लागि जस्तो हाम्रो चाहिँ अब नगरपालिकाभित्रको जुन सुरक्षित आवास बनाएर हामी क्वारेन्टाइन बनाएका थियौँ, त्यो क्वारेन्टाइनलाई अब अलिकति अपग्रेड गरेर हाम्रो नगरपालिकामा हामीले 75 बेडको स्ट्यान्ड बाई गरेर राखिरहेका छौँ र त्यसमा पनि अब आइसोलेसनमा त्यस्तो नभएको अस्ति
अब प्याक भएको अवस्था भयो, हस्पिटल लान सक्ने अवस्था भएन भने हामीले त्यतातिर पनि ट्रान्सफर गर्नुपर्ने आवश्यकता रहन सक्छ। त्यसको पनि तयारीमा नगरपालिका चाहिँ सतर्क भएर कामहरू अगाडि बढिरहेको छ। र विशेष गरी नगरपालिकाबाट एउटा प्रमुख हैसियतले मैले सबै आदरणीय दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ के आर्थिकतापूर्वक अनुरोध गरिरहेको छु भने हामीले नगरपालिकाले निरन्तर रूपमा यो सचेतनामूलक कार्यक्रमहरूलाई सञ्चालन पनि गरिरहेका छौँ। माइकिङ गर्ने कामहरूदेखि ठुलो बस्तीहरूमादेखि हामीले हाम्रो व्यवहारलाई सुधार गर्न सक्दैनौँ। हामीले आफूलाई सुरक्षित गर्नको लागि हामीले अपनाउनु पर्ने भाइ अत्यावश्यक काममा बाहिर निस्केर मास्क प्रयोग गर्ने र त्यसपछि एउटा भौतिक दूरी कायम गर्ने, एक प्रकारका व्यक्ति बिचको कम्तीमा 2 मिटरको दूरीलाई कायम गर्ने र त्यसपछि हामीले साबुन पानीले निरन्तर हात धुने अथवा सेनिटाइजर प्रयोग गर्ने। हामीले यी 3 कामहरू गरेर हाम्रो चाहिँ व्यक्तिगत आनी बानीमा सुधार ल्यायौँ भने यो कोरोनालाई हामी सबै मिलेर जित्न सक्छौँ। होइन, हामीले यो बानी हाम्रो यो व्यवहारलाई मास्क प्रयोग गर्ने, सेनिटाइज गर्ने, भौतिक दूरी कायम गर्ने यो कामहरूलाई गरेनौँ, भिडभाड गर्ने कामहरू गऱ्यौँ भने जतिसुकै बढी हस्पिटल बने पनि, आइसोलेसन बने पनि, नगरपालिकाले गरे पनि त्यस कारण के भन्दाखेरि कोरोनालाई जित्न सकिँदैन। कोरोनालाई जित्न त सबैको चाहिँ साथ सहयोगमा हामी व्यक्तिगत रूपमा हामी आफू सुरक्षित भयो भने घरलाई सुरक्षित गर्न सक्छौँ र घरलाई सुरक्षित गर्न सक्यौँ भने हामीले समाजलाई सुरक्षित गर्न सक्छौँ। त्यसो हामी पहिला आफ्नो व्यवहार सुधार्नुपर्छ। हामी भिडभाड गर्नु हुँदैन, हामीले मास्क प्रयोग गर्नुपर्छ, उचित रूपमा त्यो पनि मास्क प्रयोग गर्ने। कसैले नाक छोपेर प्रयोग गर्छन्, कसैले नाकै प्रयोग छोप्छन्, कसैले चोडोमा झुल्याएर मास्क प्रयोग गरेर हुन्छ। यो कुनै अर्थै छैन त्यो मास्क प्रयोग गर्नु। कमसेकम प्रपरली नाक मुख सबै ढाक्ने गरी मास्क प्रयोग गरौँ, जिउसम्म आउने गरी नाकको माथि यो भागदेखि। त्यसपछि सेनिटाइज गर्ने, धुरी प्रयोग गर्ने, साबुन पानीले नियमित हात धुने काम गऱ्यौँ भने हामी कोरोनाले जित्न सक्छौँ। यो अभियानलाई हामीले घर घरमा चाहिँ मेसेज पुर्याउने कामहरूलाई चाहिँ नगरपालिका तर्फबाट गर्नुपर्छ भनेर हामीले सबैलाई अनुरोध गरिरहेका छौँ। हामीले पनि त्यसलाई काम गरिरहेका छौँ। तर यद्यपि त्यो सबै गर्दा पनि अहिलेसम्म त्यो सबैबाट चाहिँ त्यसपछि आएर हामीले गर्नुपर्छ हो भन्ने कुराहरू चाहिँ गर्न सकिरहेका छैनौँ। नगरपालिकाले भोलिन्टरी परिचालन गर्ने काम, हाइकिङ गराउने काम, यो कामहरू विगतमा पनि गर्यो, अहिले पनि गरिरहेको छ। त्यस कारण अहिले चाहिँ मेरो अनुरोध चाहिँ सबै घरमा चाहिँ हाम्रो आदरणीय दाजुभाइ दिदीबहिनीहरू सबैलाई चाहिँ आफ्नो घरमा आफै प्रेसमा बनेर हामीले सचेतनापूर्वक यी कामहरू गऱ्यौँ भने हामी पनि सुरक्षित हुन्छौँ, घर पनि सुरक्षित हुन्छ, समाज नगरपालिका सबैलाई सुरक्षित गर्न सकिन्छ। सही, पक्कै पनि। अनि मेलजी, अनि यो हस्पिटलमा यहाँले कतिवटा कुन ठाउँमा हस्पिटलहरू यो क्वारेन्टाइनको लागि प्रयोग गर्नुभएको छ, अथवा त्यो हस्पिटलहरू यहाँले जुन प्रयोग गरिरहनु भएको हस्पिटलहरू अबको स्थितिमा फेरि नराम्रोसित फैलिएर भयावह स्थिति लियो भने ती हस्पिटलहरूले पनि अब थेक्न नसक्ने स्थिति पनि आउन सक्छ। त्यसको लागि के कस्तो कदमहरू चालिरहनु भएको छ? अनि अहिले अब हामीले यो भयावह बढेर जान सक्ने स्थितिलाई मध्यनजर गरेरै अहिले चाहिँ हामीले भनौँ हाम्रो नगरपालिकाभित्रका जति पनि हाम्रो आदरणीय दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ उहाँहरूको चाहिँ कुन हस्पिटलमा कहाँ कसरी हामीले जुन पठाएको छौँ उहाँहरूको रेकर्ड पनि हामीसँग छ। उहाँहरूको वस्तु अवस्था पनि हामीले फोनबाट सोधेर गरिरहेका छौँ। उहाँहरू केही नियमित रूपमा डिस्चार्ज गरेर आउँदै हुनुहुन्छ। आज पनि साथीहरू डिस्चार्ज गरेर आउनुहुन्छ। यो क्रमहरू चाहिँ डिस्चार्जको क्रमहरू बढिरहेको छ र त्यसले गर्दा यो एउटा सुखद अवस्था छ हामीले सोच्दाखेरि। र दोस्रो चाहिँ यदि अब हस्पिटलमा भर्ना गर्ने अवस्था नरहन सक्ने अवस्था आयो भने यो कुरा त नेपाल सरकारले, केन्द्र सरकारले नै स्थानीय 18 नगरपालिका उपत्यकाको नगरपालिकाहरूलाई मध्यनजर गरेर यहाँ घना बस्तीलाई मध्यनजर गरेर कमसेकम पनि 10,000 भन्दा बढी अट्ने चाहिँ एउटा आइसोलेसन वार्ड निर्माण गर्न नितान्त जरुरी छ। यसमा स्थानीय तहबाट पनि हामीले सहयोग गर्नुपर्ने गर्छौँ। प्रदेश केन्द्र सरकार, प्रदेश सरकारले चाहिँ यो उपत्यकालाई चाहिँ एउटा इन्टिग्रेटेड एउटा एउटै रूपमा चाहिँ एकीकृत रूपमा चाहिँ यसलाई आइसोलेसन बनाउनुपर्छ। पाटनमा कतिवटा बनाउने, काठमाडौँमा कतिवटा बनाउने, भक्तुङमा कतिवटा बनाउने, हस्पिटलले जान्न सकेन भने लक्षण नभएका बिरामीहरूलाई तुरुन्तै त्यहाँ ट्रान्सफर गरेर सुरक्षित बनाउने कामहरू गर्छ। यो चाहिँ के भन्दाखेरि गर्नुपर्छ, किनभने सबै स्थानीय सरकारले सक्दैनन्, उहाँहरूसँग क्षमताको कारणले अभावले। जस्तो मैले किन भनिरहेको छु भन्दा यो हामीले बाध्य भएर बनाउनु पर्ने, केन्द्र सरकारले यो चिज बनाउनु आफ्नो स्थानीय जनतालाई सुरक्षित गर्नको लागि हामीले गर्नुपर्ने बाध्यता छ। हामीले गरिरहेको जस्तो हिजो क्वारेन्टाइनको व्यवस्था गऱ्यौँ हामीले 55 बेडको क्वारेन्टाइन चलाएर सबैलाई सुरक्षित
त्यसैलाई चाहिँ एउटा अर्को 20 बेड तयारी अवस्थामा छ भन्दा अब आवश्यक पऱ्यो भने हामी 75 बेडको आइसोलेसन बनाउन सक्ने अवस्थामा छौँ। हामीसँग सबै साधनहरू छ। तर एउटा अप्ठ्यारो के छ भने तपाईँको सेक्युरिटीको लागि त्यहाँ आइसोलेसनमा बस्ने सेक्युरिटी पर्सनल अब हाम्रो सशस्त्र प्रहरी आर्मीबाट गर्नुपर्ने हुन्छ, त्यो नगर स्तरबाट नगरपालिकाबाट गर्न सक्ने अवस्था आउँदैन। त्यसपछिबाट आएर दोस्रो चाहिँ त्यहाँको लागि हेरचाह गर्ने डाक्टर कम्तीमा एउटा एकजना आइसोलेसन भइसकेपछि डाक्टरले मात्रै नपुग्ने अवस्था आउँछ। एकजना चाहिँ मास्टर डिग्री गरेको एउटा चाहिँ जनशक्ति हाम्रो लागि चाहिन्छ। त्यो जनशक्ति हामीसँग त्यो छैन। हामीसँग भनेको एमबिबिएस गर्नुको डाक्टर नर्सहरू मात्रै हो, एचसीहरू मात्रै हो। त्यसले गर्दा जनशक्ति एउटा चाहिँ पर्याप्त हुँदैन। अर्को तेस्रो भनेको त्यो टोरको व्यवस्थापन सबभन्दा चुनौतीको रूपमा रहेको त्यहाँबाट निस्किने फोहोरलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुराहरू हो। त्यस कारणले गर्दा त्यो फोहोर व्यवस्थापनका यी किसिमको चुनौतीहरूलाई हामीले केन्द्रीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार तिनवटै सरकार मिलेर हामीले यसलाई आइसोलेसन वार्ड चाहिँ हरेक जिल्लामा सबैलाई चाहिँ मध्यनजर गरेर उपत्यकालाई नै सुरक्षित गर्नको मध्यनजर गरेर हामीले तिनै तहको सरकारलाई मिलेर आइसोलेसन बनायौँ भने चाहिँ के भन्दाखेरि यसले यसको फोहोर व्यवस्थापन, सेक्युरिटीका कुराहरू हरेक चिज चाहिँ कम समयमा कम लागतमा र सबैलाई सुरक्षित गर्ने गरी बनाउन सक्छौँ। त्यस कारण निरन्तर रूपमा हामीले चाहिँ केन्द्र सरकारलाई भनिरहेछौँ, गरिरहेछौँ। तर यो काम नभएकोले गर्दा अब आफ्नो नगरलाई सुरक्षित बनाउन हामीले चाहिँ आइसोलेसनको पनि स्रोत बनाएर अगाडि बढिरहेछौँ। हजुर, पक्कै पनि। अनि मेजु, अनि यो हाम्रो अहिले समाजमा एकदमै नकारात्मक प्रभाव परिरहेको छ यो स्वास्थ्य कर्मीहरू, सुरक्षाकर्मीहरू जुन छन् नि, उहाँहरूको लागि अब भनौँ न अब सङ्क्रमितहरूसँग प्रत्यक्ष सम्पर्क हुने भएको हुँदा उहाँहरूलाई घरमा आउँदाखेरि, कोठामा बस्दाखेरि अथवा समाजमा कुनै किसिम अलिकति नराम्रो भावले, नराम्रो दृष्टिकोणले हेर्ने चलन अलिक फैलिएको छ, यो चलन चलेको छ। यो बारेमा चाहिँ हाम्रो नगरमा के कस्तो छ हजुर, अलिकति बताइदिनुहोस् न। हाम्रो नगरपालिकामा अहिलेसम्म चाहिँ त्यसरी स्वास्थ्य कर्मीहरूलाई, प्रहरीहरूलाई चाहिँ अपहेलित गर्ने र अलिकति त्यो किसिमको बस्न नदिने अवस्था चाहिँ भएको छैन। सुरुमा एकचोटि कोरोना चाहिँ फैलिएर सुरुवाती चरणमा कोरोना लागेपछि हस्पिटलमा एकजनाको मृत्यु भइसकेपछि चाहिँ त्यहाँबाट आएको त्यो हस्पिटलमा काम गर्नेलाई चाहिँ बस्न दिनु हुँदैन, कोरोना लाग्छ सर्छ भन्ने अलिकति त्यस्तो अवस्थामा त्यसमा म आफै गएर त्यो सम्बन्धित ठाउँमा गएर चाहिँ कुरा गरेँ, घरबेटीसँग गरेर सम्झाएर उहाँहरूले चाहिँ मान्नुभयो, बुझ्नुभयो। त्यसपछि अहिले चाहिँ त्यस्तो किसिमको छैन। तर यद्यपि विभिन्न ठाउँहरूमा घटनाहरू घटिरहेको अलिकति सङ्क्रमितहरूलाई चाहिँ अलिकति चाहिँ तिरस्कार गर्ने, अलिकति चाहिँ सामाजिक रूपमा चाहिँ अवहेलना गर्ने जस्तो कामहरू चाहिँ सुन्नमा आइ नै रहेको छ। यो चिज एकदमै गलत हो र यसलाई हामीले हटाउनुपर्छ। आज उहाँ सङ्क्रमित हुनुहुन्छ, सङ्क्रमण रोगबाट चाहिँ आक्रमण हुनु त्यो उहाँको दोष होइन। त्यो कसैलाई पनि उहाँहरूले चाहिँ रोग लागोस् भन्ने कुरा गर्दैनन्। हामीले उहाँलाई त मानसिक रूपमा चाहिँ उल्टो बनाउन, उहाँको मनोबल बढाउन उहाँले चाहिँ सहयोग गर्नुपर्छ, उहाँले ढाडस दिनुपर्छ। मानसिक रूपमा मजबुत हुन हामी तपाईँको साथमा छौँ भन्ने कुरा बिरामीले भन्नुपर्छ भने स्वास्थ्य कर्मीहरू, प्रहरीहरू, तपाईँहरू जस्तो सञ्चारकर्मी साथीहरू चाहिँ फ्रन्ट लाइनमा काम गरिरहनु भएको छ, विशेष गरी स्वास्थ्य कर्मी प्रहरीहरू तपाईँहरू, उहाँहरूले स्वास्थ्य कर्मीहरूलाई हामीले सम्मान गरेर स्वास्थ्य कर्मीहरू यदि नहुने अवस्थामा कसले उपचार गर्छ? सबभन्दा हस्पिटलमा उहाँहरूमाथि तिरस्कार हुने छैन भने आज अर्को परेको छ, भोलि त म पर्न सक्दिनँ, पछि अरू पर्न सक्ला। त्यस कारणले गर्दा उहाँहरूलाई सम्मान गर्ने, सहयोग गर्ने। र कोरोना रोग भनेको के भन्दाखेरि यो चाहिँ कुरा गरेर सर्ने होइन। यदि हामीले मास्क प्रयोग गरेर दुवैजनाले मास्क प्रयोग गरे 2 मिटरको दूरी कायम गरेको छ भने एकजना सङ्क्रमित छ भने अर्को छ भने सर्दैन, किन आवाजबाट सर्ने होइन। यो त छैन। यसको लागि त हामी त्यस कारण मास्क प्रयोग गऱ्यौँ भने हात धोइरहँ भनेको त्यस कारण के भन्दाखेरि यो चाहिँ सामाजिक दूरी कायम गरौँ, भौतिक दूरी कायम गरौँ भनिरहेको यति कायम गरेर हामीले काम गऱ्यो भने यसबाट डराउनु पर्ने अवस्था आउँदैन। प्रहरीहरूलाई पनि सुरक्षाकर्मीहरू, चाहे सशस्त्र प्रहरी होस्, जनपद प्रहरी होस्, नेपाली सेना होस्, उहाँहरूलाई पनि हामीले सहयोग सम्मान गर्नुपर्छ। उहाँहरूको कारणले हामी सुरक्षित छौँ। यदि उहाँहरू चाहिँ नहिँड्ने हो भने विभिन्न किसिमको घटनाहरू घट्न सक्छ। त्यो चोरीका हुन सक्ला, त्यो बलात्कारको हुन सक्ला, त्यो चाहिँ लुटपाटको हुन सक्ला, त्यो चाहिँ एउटा हरेक चिज हुन सक्छ। यस्तो गर्ने चाहिँ सुरक्षाकर्मीहरूलाई पनि हामीले सम्मान गर्नै पर्छ। स्वास्थ्य कर्मीहरूले त गर्नै पर्यो। त्यसपछि तपाईँहरू जस्तो एउटा चाहिँ सञ्चार क्षेत्रका साथीहरू जसले चाहिँ समाजमा भएका घटनाहरूको बारेमा जानकारी
जारी गर्नुभएको फिल्ड रिपोर्ट गर्नुभएको तपाईँहरू पनि एक किसिमबाट चाहिँ के भन्दा असुरक्षित अवस्थामा चाहिँ काम गरिरहनु भएको छ भने तपाईँहरू पनि त्यही रूपमा चाहिँ अब अगाडि बढ्नुपर्ने सम्मानै गर्नुपर्छ। अहिले हामी स्थानीयमा काम गर्ने हामी जनप्रतिनिधिहरू मेयर राशीहरू त सबै त के भन्दाखेरि हरेक दिन समाजमा गएर हामी पनि निरन्तर रूपमा जोखिम बोलेर हामीले काम गरिरहेका हुन्छौँ। तैपनि हामी चाहिँ जनप्रतिनिधि भएकोले हामीलाई त आलोचना गर्नु गाली गर्नुसँग हामी त उहाँहरूलाई त्यसलाई आशीर्वादकै रूपमा लिन्छौँ। तर पनि स्वास्थ्य कर्मीहरू डक्टर नर्स अन्य स्वास्थ्य कर्मीहरू साथीहरूलाई चाहिँ सम्मान गर्ने उहाँहरूलाई सहयोग गर्ने प्रहरीहरू स्वयं सञ्चार कर्मीहरू उहाँलाई चाहिँ के भन्दाखेरि सहयोग गर्नुपर्छ भनेर चाहिँ म आह्वान पनि गर्न चाहन्छु। यही सन्दर्भमा मैले सबैभन्दा पहिला एउटा देशको कुनै एउटा ठाउँमा घटना घटिसकेपछि मैले चाहिँ भिडियो ट्रेन निकालेँ। सबभन्दा पहिला भिडियो ट्रेन निकालेँ नगरपालिकाको तर्फबाट स्वास्थ्य कर्मीहरूलाई अनि शिक्षा कर्मीहरूलाई र सञ्चार कर्मीहरूलाई हामीले चाहिँ गर्दाखेरि सम्मान गरौँ, हामीले उहाँलाई सहयोग गरौँ, उहाँहरूको मनोबल केप्न नदिउँ भनेर चाहिँ के भन्दाखेरि मैले विज्ञप्ति पनि एउटा निकालेको छु। त्यसको पनि एकदमै राम्रो उहाँ छ। त्यस कारण हाम्रो नगरपालिकामा चाहिँ अहिलेसम्म त्यस्तो किसिमको चाहिँ छैन। हजुर नहोस् भन्ने कामना पनि गर्छु। हजुर पक्कै पनि हामी पनि त्यही कामना गर्छौँ। अनि लाकुडी भन्ज्याङ बाहेक अरू त्यो नाका छलेर आउने पनि हाम्रो अब नेपालीहरूको अलिकति त्यस्तो किसिमको बानी पनि हुन्छ। छलेर आउने बाटाहरू त्यो चोरी बाटोहरूमा के कसो हो त्यतातिर? छैन, अब यस्तो उपत्यकाभित्र उपत्यका छिरिसकेपछि त तपाईँको एक ठाउँबाट अर्को ठाउँमा गर्ने त हजारौँ बाटाहरू छ। त्यसलाई सबैले गर्न सकिँदैन। सबैभन्दा बढी नाका रोक्ने भन्दा पनि के भन्दाखेरि जुन ठाउँबाट प्रस्थान बिन्दु हो त्यो ठाउँबाटै यहाँ चाहिँ आउन नदिनु नै सुरक्षित हुन्छ। वास्तवमा पक्कै पनि त्यसो गर्नुपर्छ नै रोक्ने र त्यसपछि अनि मूल नाकामा रोक्ने। अहिले उपत्यका घना बस्तीमा छ। अहिले घना बस्ती यहाँ चाहिँ समुदायमा सङ्क्रमण भएको अवस्था हुने महामारीले यसले चाहिँ ठुलो चाहिँ जोखिम हामी सबैले बोल्नुपर्ने हुन्छ। त्यसलाई नियन्त्रण गर्नको लागि यसमा सबैजनाको साझा सहयोग साझा चाहिँ सहकार्यले मात्रै यसलाई चाहिँ के भन्दा जित्न सकिन्छ। यो एकल प्रयासबाट यसलाई जित्न सकिन्छ। न त स्थानीय सरकार, न प्रदेश सरकार, न केन्द्र सरकार, यति नै सरकारको चाहिँ एउटा नेतृत्वमा त्यसपछि सबैजनाको चाहिँ सहयोगमा सहभागमा सबै राजनीतिक दलहरूको समाजका सबै अगुवाहरूको होइन पत्रकारहरू सबैको सहयोगले नै मात्रै जित्न सकिन्छ। त्यस कारण हामीले चाहिँ यो कोरोनालाई जित्नको लागि सुरुमै हामीले एउटा नारा नगरपालिकाले तयार गरे। त्यो के भने युनाइट टु फाइट एगेन्स्ट द कोरोना भाइरस कोभिड-19 भनेर हामीले नारा नै तयार गर्यो। र त्यो चाहिँ युनाइट टु फाइट एगेन्स्ट द कोरोना भाइरस 19 भनेर कोभिड-19 भनेर त्यसको अन्तर्गत हामीले चाहिँ तयारीका कामहरू प्रचारका कामहरू कामहरूलाई लागि पर्छ। र हाम्रो नगरपालिका चाहिँ लगभग 25सम्म थियो र त्यसपछि अलिकति पछाडि आएर फेरि पनि अलिकति सङ्क्रमण देखियो हाम्रो नगरपालिकामा केही कारणले। त्यसमा हामी यसलाई दिनु भयो। सबै हाम्रो आर्थिक साथीहरूलाई त्यसको चाहिँ टेस्ट गरेर त्यो बेला पनि 13भन्दा बढी चाहिँ 250भन्दा बढी केसहरू हामीले चाहिँ सङ्क्रमितहरूको चाहिँ त्यो सङ्ख्यामा भएका र रिस्क भएकाहरूको चाहिँ पिसिआर टेस्ट गऱ्यौँ। त्यहाँबाट चाहिँ समुदायमा कहीँ पनि नछिरेको भन्ने कुरा हामीले चाहिँ प्रमाणित गरिसकेपछि फेरि साउन महिनादेखि हाम्रो नगरपालिका साउन 1 गते पछाडि क्लिन भएको थियो। त्यस पछाडि फेरि अब अहिले चाहिँ त्यो साउनको अन्तिम बेलादेखि चाहिँ अब अहिले सङ्ख्या बढेर लागेको छ। यसलाई नियन्त्रण गर्नुपर्ने हामीलाई ठुलो चुनौती छ र यसको लागि चाहिँ निरन्तर हामी लागि गरिरहेका छौँ। हस् मेयरज्यू, धेरै खुसी लाग्यो यहाँसँग कुरा भयो। यहाँको वडाको बारेमा जानकारी दिनुभयो। नेवा एफएममा आएर यति जानकारी दिनुभएकोमा म यहाँलाई नेवा एफएमको तर्फबाट हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। यहाँलाई पनि मेरो धेरै धेरै धन्यवाद। मेरो नगरपालिकाको गतिविधिको बारेमा केही कुराहरू राख्ने अवसर दिनु भएकोमा यहाँलाई र यहाँको एफएम परिवारलाई सबैलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। धन्यवाद। धन्यवाद। यहाँ हुनुहुन्थ्यो महालक्ष्मी नगरपालिकाका मेयर श्री रामेश्वर श्रेष्ठज्यू। कीर्तिपुर नगरपालिका वडा नम्बर 2 का वडा अध्यक्ष रमेश मान डङ्गोलज्यू जोडिनु भएको छ। रमेश मान डङ्गोल वडा अध्यक्षज्यू हुनुहुन्छ हामीसँग। वडा अध्यक्षज्यू नमस्ते, म नेवा एफएमबाट शङ्कर थापा बोल्दैछु। हाम्रो कार्यक्रममा यहाँलाई धेरै धेरै स्वागत गर्न चाहन्छु।
अनि अहिलेको स्थितिमा हाम्रो वडामा अलि कस्तो स्थिति छ हजुर? कोरोनाका सङ्क्रमितहरूको सङ्ख्या के कसो छ अहिले? तपाईँले यो कोरोनालाई रोकथामको लागि के कस्तो किसिमको प्रविधिहरू भनौँ न अब अपनाउनु भएको छ, त्यसबारे अलिकति बताइदिनुहुन्छ कि भनेर। एकदम धन्यवाद छ हजुर। नेवारीमै बोल्नु भए पनि हुन्छ, नेवा भाषा धासाजी हो। हजुर हजुर हस्। त्यसो भने वास्तवमा अब किर्तिपुर नगरपालिका मात्रै नभएर काठमाडौँ उपत्यकाकै सवालमा भन्दा पनि हजुर अब सङ्क्रमितको क्रम बढ्दै गएको सिलसिलामा किर्तिपुर नगरपालिका पनि अछुतो भएकै हो। हजुर। र किर्तिपुर नगरपालिकाको चाहिँ भित्रमा मेरो जुन 2 नम्बर वडाभित्र पनि सङ्क्रमितको सङ्ख्याहरू बढ्दै गएको र केही चाहिँ सुरक्षित भएको पनि नै हो। हामीले अहिलेसम्ममा चाहिँ सुरक्षितको उपाय भन्नाले अब प्रचार प्रसारका कुराहरू चाहिँ बायोफिल का कुराहरू, अब सेल्फ क्वारेन्टाइन बस्ने कुराहरू र त्यसले चाहिँ जस्तो मास्कलाई मास्क चाहिँ लगाइरहनु भएको छैन उहाँहरूले सुसूचित गराउने र अब अलिकति इनोसेन्ट टाइपको जस्तो मास्क लाउनु पर्छ भन्ने थाहा नभएर जो हिँडिरहनु भएको छ उहाँहरूलाई पनि मास्क बाँड्ने है। बाटोमा हिँड्दाखेरि कम्तीमा मास्क लगाएर जानुपर्छ, घरमा जाँदाखेरि साबुन पानीले धुनुपर्छ, बायो के अरे सङ्क्रमित बस्ने व्यक्तिसँग टाढा हिँड्नुपर्छ भन्ने कुरो जुन त्यो कुरा चाहिँ लाई अगाडि बढाउनको लागि हामीले विगत असारको चाहिँ दोस्रो हप्तामा पनि हामीले एउटा विशेष गरी किर्तिपुर नगरपालिकाभित्रको सवाल एक ठाउँमा छँदैछ। नगरपालिकाकोबाट चाहिँ विभिन्न ठाउँमा कार्यक्रमको चाहिँ चलाउने गरेका छौँ र ती प्रयासहरू न्यूनीकरणका प्रयासहरू गरेकै छँदैछ। यहाँलाई बिग्रिँदै होला। विशेष गरी 2 वडामा पनि एउटा युवाहरूको के भूमिका हुनसक्छ भनेर हामीले एउटा सानो 25 जनाको एउटा सेमिनार पनि गरेका थियौँ जसमा युवाहरूले पनि यो कोरोना सम्बन्धी बाटोमा चाहिँ सुसूचित हुनुपर्ने कुराहरू र बस्नुपर्ने कुराहरू र यो कसरी सक्छन् भनेर हामी किर्तिपुर अस्पतालमै हाम्रा डाक्टरहरूको टिम र हाम्रो स्वास्थ्य किर्तिपुर नगरपालिकाको स्वास्थ्य युनिटका हाम्रा यो अफिसरहरूबाट एउटा सेमिनारको रूपमा एउटा क्लासहरू लगाएका थियौँ। फलस्वरूप अब विभिन्न यो यङ स्टेजका र अन्य भोलिन्टियर्सहरू, अन्य सङ्घ संस्थाका प्रतिनिधिहरूले अरू केही नभए पनि कम्तीमा पनि कोरोना रोगबाट आफू कसरी बच्ने र अरूलाई पनि कसरी बचाउने, आफ्नो परिवार कसरी बच्ने र अरूलाई कसरी बचाउने भन्ने जुन कार्यक्रमहरू हामी कुनै औपचारिक रूपमा कुनै अनौपचारिक रूपमा हामी कार्यक्रम सञ्चालन गरेका छौँ। हजुर धन्यवाद। अनि हाम्रो वडामा चाहिँ सङ्क्रमितहरूको सङ्ख्या निकै नै देखिएको जस्तो लागेको छ मलाई। के कस्तो छ त्यहाँ सङ्ख्या र भनौँ न अब पिसिआर टेस्ट सम्बन्धी? अब कुनै चाहिँ हामी नगरपालिकासँग सम्बन्ध भएको कुराहरू चाहिँ एउटा सङ्ख्याको रूपमा चाहिँ पनि हामीले कलेक्ट चाहिँ गरेका छौँ। हजुर। र नगरपालिकासँग सम्बन्ध बिना अब विभिन्न ठाउँमा कार्यरत कर्मचारीहरू हजुर र विभिन्न स्वास्थ्य क्षेत्रमा काम गरेकाहरूको पनि हामीले उपलब्ध गर्न सकिन्छ टाइपको चाहिँ हामीले रेकर्डहरू उपलब्ध गरेका छौँ। विगतको केही दिन अगाडि किर्तिपुर अनलाइनबाट पनि मैले केही कुरा म यो स्वास्थ्य क्षेत्रको चाहिँ एउटा आधिकारिक व्यक्ति नहुँदा पनि चाहिँ समाजमा सामाजिक क्षेत्रमा यो कुरालाई चाहिँ जानकारी दिनुपर्छ भन्ने मेरो मनसायले मैले के कुराहरू पक्कै पनि प्रस्तुत गरेको थिएँ। र यहाँ अहिले 2 वडाको सन्दर्भमा भन्नु पर्दाखेरि त्यही सिलसिलामा हाल 5 जना को जम्मा अहिले हालसम्म 7 जनाको सङ्क्रमित चाहिँ देखिएको छ। त्यसमध्ये 2 जना चाहिँ अलिकति अगाडि नै मतलब निको भएर आफ्नो ग्रामीण स्टेजमा हुनुहुन्छ र हालै मात्र पनि मलाई जहाँसम्म लाग्छ यो वैशाख के अरे भदौ 1 गतेदेखिको भित्र देखिएका मध्ये
नगरपालिकामा चाहिँ यहाँ मेरो 2 वडामा चाहिँ देखिएको 4 जना। 4 जना हजुर। 4 जना है। 4 जना मध्ये चाहिँ अहिले मलाई जहाँसम्म लाग्छ 1 जना बाहिरबाट टेस्ट गराएको है। अर्को जो हुन्छ 5-3 यो भदौ 3 गते उहाँहरूको आफ्नै अफिसमा जो अफिसकै सङ्क्रमितबाट चाहिँ कन्ट्याक्टेसन भएको भनेर उहाँले अफिस पनि गर्नुभएको। भाद्र 3 गते चाहिँ गर्नुभएको एकजना हुनुहुन्थ्यो। उहाँको चाहिँ अहिले त्यस पछाडि हामीले करिब यो अस्ति हामीले एउटा वडा 2 कै मात्र पनि छुट्टै एउटा स्वाब कलेक्सन गरेका थियौँ। त्यसमा चाहिँ जो मैले 5-1 को कुरा गरेको थिएँ उहाँ चाहिँ नेगेटिभ आइसकेको छ। त्यसै गरेर 5-3 गते चाहिँ उहाँको चाहिँ पोजिटिभ आएको पनि उहाँहरूको त्यो उहाँ व्यक्ति पनि अहिले पोजिटिभ नेगेटिभ आइसकेको छ। र अर्को एकजना हुनुहुन्थ्यो जो स्वास्थ्य क्षेत्रमै काम गर्नुहुन्थ्यो ल्याब टेक्निसियन हुनुहुन्थ्यो। उहाँको चाहिँ अस्पतालमै टेस्ट गराएको हुनुहुन्थ्यो। उहाँ चाहिँ 5 महिना बिग्रे टेस्ट गर्नुभयो। 5-11 चाहिँ उहाँको चाहिँ रिपोर्टमा चाहिँ नेगेटिभ भन्ने देखिएको छ। त्यस्तै गरेर एउटा अर्को हस्पिटलमा नर्स हुनुहुन्थ्यो। उहाँको चाहिँ 4-30मै उहाँको टेस्ट भएर पोजिटिभ आएकोमा चाहिँ उहाँको रिपोर्ट चाहिँ 5-1 भाद्र 1 गते रिपोर्ट आएकोदेखि गर्दाखेरि हिजो मात्रै उहाँको पनि नेगेटिभ भन्ने देखाएर उहाँकोसँग सम्बन्ध 7 जनाको हामीले कन्ट्याक्टेसन लिएका थियौँ र उहाँलाई स्वाब कलेक्सन गरेकोमा हिजो 2 जनाको रिपोर्ट आयो र आज 5 जनाको रिपोर्ट आयो। उहाँको सबै नेगेटिभ भयो। अहिलेसम्म जे छ सङ्क्रमित जे जति भन्नुभएका छ उहाँहरू चाहिँ अहिले पोजिटिभमा आइसकेको रिपोर्ट चाहिँ प्राप्त भएको छ। नेगेटिभमा आइसक्नु भएको कुरा अहिलेसम्मको चाहिँ नेगेटिभ पोजिटिभवाला कोही पनि छैन। अनि त्यस्तै गरेर अब सङ्क्रमित भनेर जुन भएकाहरूको चाहिँ लाई टेस्ट गराउने सन्दर्भमा अहिले रिटेस्ट गरेकोमा चाहिँ नेगेटिभ आइसकेको छ र अहिलेसम्म जे जति छ 3, 2, 5 र 7 जना भएकोमा सबै अहिले चाहिँ नेगेटिभको स्थितिमा छ। जस्तो हामीले 94 जनाको चाहिँ हामीले वडा 2 मा चाहिँ एउटा हामीले पिसिआर टेस्ट गर्नुभयो 10 गते। त्यो 10 गतेको चाहिँ केही रेकर्डहरू आइसकेको छ। अहिलेसम्म चाहिँ सबै नेगेटिभ आएको छ। प्रहरीको तर्फबाट पनि 8 जनाको चाहिँ नेगेटिभ आइसकेको छ। 1 जनाको रिकर्ड आउन बाँकी छ। त्यस्तै गरी अरू रिपोर्टहरू प्राप्त भएको छैन। हजुर आउँदैछ। आशा गरौँ सबैको नेगेटिभ रिपोर्ट नै आओस्। हामी त्यो आशा गर्छौँ कि तर यो नेगेटिभ आयो भनेर जो हामी 2 वडाका वासीहरू एकदम मतलब उच्छृङ्खला नगरोस् भन्ने म चाहना गर्छु है। सही कुरा। यो अहिले नेगेटिभ देखेर बर्ता हुलमुलमा हिँड्ने यताउता गऱ्यो भने फेरि पोजिटिभ आउन सक्ने धेरै बेर त लाग्दैन नि होइन। त्यही कारण यो जो जति अहिले जुन आइसोलेसनमा बसिरहनु भएको छ उहाँहरू चाहिँ आफ्नै आइसोलेसनमा बसेर यसमा चाहिँ 1 जना बाहेक अरू सब होम आइसोलेसनमै बस्नु भएको छ। उहाँहरूको सबै नेगेटिभ आएको छ। त्यो नै हामी एउटा राम्रो कुरा अनुभूति गर्नु पाएका छौँ। हजुर धेरै राम्रो। अनि वडामा अनि अलिकति हो भनौँ न हाम्रो यो सङ्क्रमण फैलिन नदिन कुनै किसिमको भनौँ न माइकिङहरू यताउति कुनै जनचेतना जाने किसिमको केही गर्नु भएको छ? सुन्नुहोस् न यो विषयमा चाहिँ हामी चितवन नगरपालिकाबाट त्यो स्टिकरहरू पट्टाहरू अनि हामी प्रहरी सुरक्षाकर्मीहरूसँग चाहिँ साझेदारीमा एउटा माइकिङ गर्ने बिहान बेलुका बेलुका माइकिङ गर्ने भन्ने गरिरहेका छौँ। प्रहरीसँग साझेदार भएर त्यसको माइकको व्यवस्था चाहिँ हामी वडा 2बाटै गरेका छौँ। चाहिँ यो हामीले करिब 2 वडाका हाम्रा करिब 10 वडा जति सङ्घ संस्थाहरू लाई अलि यो सुसूचित हुने र चाहिँ कुनै सङ्क्रमित भएको खण्डमा सम्पर्क
गर्न भनेर हामीले नगरभित्र मात्रै नभएर आर्मीहरूको एउटा जुन इभ्यालुएसन जुन उहाँहरूको चाहिँ त्यो लिङ्क संस्था छ उहाँहरूलाई पनि हामीले करिब वडा 2 भित्रमा रहेका केही पर्यो भने वा केही समस्या भयो या केही सल्युसनको उपाय चाहियो भने या कसैलाई केही खोजी नीति गर्नु पर्यो भने सम्पर्क गर्ने भनेर मैले 10 वडा चाहिँ हाम्रो सङ्घ संस्थाको प्रतिनिधिहरू को नाम चाहिँ समावेश फोन नम्बर सहित दिएको छु। त्यसमा चाहिँ अब इन्डियन परिवार क्लब भयो, सामुदायिक विकास मञ्च, मैत्रीनगर चौर सुधार समिति, श्रीनगर टोल सुधार समिति, चित्तनगर चौर सुधार समिति, कुम्दी टोल सुधार समिति, मैत्रीनगर क्लब, त्यस्तै गरी मोडेल मार्ग, स्वर्गद्वारी टोल सुधार समिति, गसी टोल सुधार समिति भनेर मैले 10 वडा सङ्घ संस्थाका प्रतिनिधिहरूको नामावली चाहिँ मैले त्यही आवश्यक संस्थाहरूमा सरोकार विषयमा पठाइएको छु। उहाँले केही किसिमको त्यस्तो अन्यलर केही किसिमको कन्ट्याक्टेसन दिनु पऱ्यो भने या केही किसिमको चाहिँ इन्फर्मेसनहरू लिनु पऱ्यो भने उहाँहरूसँग पनि लिन सक्ने गरी व्यवस्था गरेका छौँ। उहाँहरू हामीलाई यो रात 12 नै भोलिन्टर्स पनि हुनुहुन्छ। उहाँहरू चाहिँ आफ्नो एरियाको चाहिँ जानकार हुनुहुन्छ। अनि यहाँ पर्छ भने हाम्रो जनप्रतिनिधिको तर्फबाट यो कर्मचारीको तर्फबाट हामीले ठाउँमा पर्छ बाँड्ने, त्यस्तै गरेर चाहिँ यो पम्प्लेटिङहरू गर्ने र ठाउँमा चाहिँ त्यो हामी जस्तो मिल्यो भने हामीले सुरुदेखि नै चाहिँ बस्तीमा चाहिँ घाट जिल्लालाई पानीका ट्याङ्कीहरू, साबनको व्यवस्थापन र आवश्यक अवस्थामा चाहिँ सैनिक त्यो के अरे हाम्रो यो बायोस्किलहरू छर्ने गर्दा छौँ। र विशेष गरी अहिलेको परिस्थितिमा अरूभन्दा पनि आफू बचाउँ र अरूलाई बचाउनु भन्ने चाहिँ जुन यो नारा छ त्यसलाई चाहिँ अलिकति सबैले बुझाउनु भनेर बाटोमा हिँड्दाखेरि पनि कम्ती पनि एउटा आफू बस्ने र अरूलाई बचाउने भनेर अलिकति टाढा हेर्ने थियो भनेर वातावरणमा जो जति भेटेकोहरूलाई पनि अहिले किसिमको गरेको छु। अहिले अब यो सङ्क्रमितकै कारणबाट भविष्यमा के हुन्छ भन्ने कुरा यो ठाउँमा छँदैछ। तर झन् सबै नागरिक सबै जनताले के भन्यो भने यो कुरालाई चाहिँ अलिक चाहिँ साथै सतर्कता हुनु अपनाउनु पर्ने जरुरी छ। अब विगत चाहिँ चैत्र 5 गते पछाडि नेपालमा आउने विदेशबाट आउनेहरू हामीले पहिल्यै सबैलाई जानकारी दिइसकेका छौँ। त्यसमा त्यति बेलासम्म करिब चाहिँ विदेशबाट आएकाहरूको रिकर्ड चाहिँ हामीले सबै ठाउँमा हामीले पाएकासम्म रिकर्ड चाहिँ हामीले स्वास्थ्य समितिमा र यो आर्मीहरूले जुन कन्ट्याक्टेसन दिनुपर्नेमा उहाँहरूले बेला बेलामा इन्भेस्टिगेसन भनेर क्वेसन गर्नुहुन्छ उहाँहरूलाई हामीले दिएका छौँ। हजुर, खुसी लाग्यो रमेश मान डङ्गोलज्यू। अनि आज यहाँको वडाको बारेमा धेरै जानकारी दिनुभयो र सचेतना सम्बन्धी यहाँले अपनाउनु भएको यो कदम पक्कै पनि सराहनीय छ। यसबाट पक्कै पनि कोरोनाका रोगीहरू कोरोनाको फैलिँदैन भन्ने विश्वासमा हामी विश्वस्त छौँ। आज हाम्रो कार्यक्रममा जोडिदिनु भएकोले र नेवा एफएममा यति जानकारी दिनुभएकोमा म यहाँलाई नेवा एफएमको तर्फबाट हृदयदेखि धन्यवाद दिन चाहन्छु। एकदम यहाँहरूलाई चाहिँ जे जति मैले जानकारी पाएको थिएँ, मैले जे जति रेकर्ड राख्न पाएको थिएँ त्यो रेकर्ड सम्बन्धी यहाँहरूले चाहिँ प्रकाश गरिदिनु धेरै धन्यवाद। हजुर, फेरि जोडौँला है। हस्, धन्यवाद। यहाँ हुनुहुन्थ्यो कीर्तिपुर नगरपालिका वडा नम्बर 2 का वडा अध्यक्ष रमेश मान डङ्गोलज्यू। कीर्तिपुर नगरपालिकाका वडा नम्बर 4 का वडा अध्यक्षज्यू राजेन्द्र बानियाजीसँग सम्पर्कमा जोडिएको छु। राजेन्द्र बानियाज्यू, नमस्कार। नमस्कार जजलपा। यो नेवा एफएमको कोरोना विशेष कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ। हजुर, यहाँलाई पनि चाहिँ बोल्ने मौका दिँदै हुनुहुन्छ, यहाँलाई पनि धन्यवाद। अनि हाम्रो वडा नम्बर 4 मा अब भनौँ न अहिले कोरोना अलि व्यापक रूपमा फैलिरहेको स्थिति छ। यहाँहरूले के कति सचेतना सम्बन्धी कदमहरू के कति चाल्नु भएको छ र वडाको बारेमा अलिकति गतिविधि केही बताइदिनुहुन्छ कि भनेर।
यहाँलाई सर्वप्रथम त न्यायलाई धेरै धेरै धन्यवाद आभार व्यक्त गर्न चाहन्छु। अब विश्वमा फैलिएको कोरोना भाइरस हाम्रो नेपाल हुँदै अब कीर्तिपुर वडा नम्बर 4 मा पनि यो अछुतो रहेन। यहाँ पनि चाहिँ अहिले चाहिँ झमाझम बिरामीहरू देखा परिरहनु भएको अवस्था छ। अहिलेसम्म हामी त्यहाँ 11 जना लोकल चाहिँ लाई देखा परेको छ भने 2 जना चाहिँ यहाँ कोठामा बस्नेहरूलाई देखा परेको अवस्था छ। र अहिलेसम्म चाहिँ कोरोनाको गतिविधि कुरा गर्दा हामीले 215 जनालाई PCR टेस्ट गरिसकेका छौँ र अब अहिले पनि ट्रेसिङ हुने कामहरू भइराखेको छ र सम्पूर्ण बिरामीहरू चाहिँ अहिले उहाँहरू होम आइसोलेसनमै बसिरहनु भएको अवस्था छ र अहिले चाहिँ उहाँहरूको सबै कुरा हामीले उहाँहरूसँग सधैँ डे टु डे हामी सम्पर्कमा बसिराखेका छौँ र यो त एउटा चाहिँ मानवलाई नै लाग्ने हो रोग भनेको उच्च मनोबलका साथ बस्दा कोरोनालाई जित्ने हो। उहाँहरू उच्च मनोबलका साथ बसिरहनु भएको छ। त्यसैले पनि उहाँहरूलाई चाहिँ हामीले चाहिँ के कसो छ तपाईँहरूलाई कुनै पनि अप्ठ्यारो पऱ्यो भने वडा कार्यालयले सम्झिनु होला भनेर हामीले उहाँहरूसँग डेली चाहिँ कन्ट्याक्टमा रहिराखेका छौँ र अहिले चाहिँ उहाँहरू चाहिँ अब रिकभरी हुने नजिक छेउमा उहाँहरूको चाहिँ अलिकति अब अहिले गाह्रो छैन भन्ने कुराहरू उहाँहरूले बताइरहनु भएको छ र अब ट्रेसिङ हुने कामहरू पनि फेरि देखा परेको कारणले हामीले ट्रेसिङहरू चाहिँ हुने कामहरू भइराखेको अवस्था छ अहिले वडा नम्बर 4 मा चाहिँ। हजुर धन्यवाद। अनि यो सङ्क्रमितहरू भनौँ न अब समाजमा अलिकति हेला गर्ने, स्वास्थ्य कर्मीहरूलाई पनि अब अलिकति हेला गर्ने, सुरक्षाकर्मीहरूलाई त्यस्तै गर्ने, अब हामी जस्तो सञ्चारकर्मीहरूलाई पनि अब यिनीहरूसँग कोरोना छ यस्तो किसिमको सोचाइ राख्ने हाम्रो समाज अहिले त्यस्तो किसिम परिवर्तन भइरहेको मलाई लाग्छ। यो विषयमा हाम्रो वडामा चाहिँ के कस्तो गतिविधि छ? अब हजुरको यो विषयमा पनि अब अलिकति त अब त्यो कता कता मलाई सर्छ कि भन्ने कुराहरू त अब समाजमा आइराखेको अवस्था त छ। तर पनि अब यसलाई चाहिँ अब मलाई लाग्छ अब सबैले बुझिसक्नु भएको अवस्था छ। भोलि जो कसैलाई पनि सङ्क्रमण हुने अवस्था छ। त्यसै कारणले आज कुनै पनि बिरामी देख्यो भने उहाँलाई छिसेर धुरधुर गर्नुभन्दा पनि हामीले उहाँको मनोबल बढाउने हो। भोलि तपाईँ हामी नै चाहिँ अग्रपङ्क्तिमा हिँड्नेहरू हामी पनि भोलि सङ्क्रमण नहोला भन्ने अवस्था छैन। त्यसै कारणले पनि अब यसलाई समाजमा बिस्तारै चिर्दै जाने। अब बिस्तारै यो यस्तै हो, अब यसलाई चाहिँ जित्नुपर्छ भन्ने कुराहरू चाहिँ अब बिस्तारै समाजमा पनि यो कुरो बुझ्दै आइरहनु भएको छ। यसलाई सबैजनाले यसलाई चाहिँ अब यो विषयलाई चाहिँ अब बिस्तारै नर्मल्ली चाहिँ लिँदै हुनुहुन्छ जस्तो मैले अनुभूति गरेको छु। त्यस कारणको लागि उहाँहरूलाई मनोबल बढाउने हो, उहाँहरूलाई गिराउने होइन। किनभने रोग भन्ने कुरा त मानवलाई नै लाग्ने हो, लागिहाल्छ। यसलाई अन्यथा लिनु पनि हुँदैन र यो नयाँ प्रकारको रोग भएको कारणले गर्दा सबैजना यो अनभिज्ञ छौँ यो कस्तो कालको रोग हो भन्ने कुरा कोही पनि विज्ञले एउटा चाहिँ पत्ता लगाउन नसकेको अवस्थामा यसलाई चाहिँ अब अलिकति के नै हो भन्ने कुरा जो कसैमा त हुनु स्वाभाविकै हो। अब त्यसलाई पनि चाहिँ उहाँहरूले पनि अब त्यो बिस्तारै बुझ्दै जानुहुन्छ। त्यस कारणले सङ्क्रमितहरूलाई हामीले माया गर्ने हो, हौसला दिने हो। त्यो पनि समाजले अब बुझिसकेको अवस्था छ र त्यस्तो अवस्था चाहिँ अब बिस्तारै हट्दै जान्छ र हामीले त्यस्ता कुराहरूलाई चाहिँ बिस्तारै चिर्दै पनि जानुपर्छ जस्तो भनेर म सबैलाई आग्रह पनि गर्न चाहन्छु। यसै नै एकदमबाट हामी उहाँहरूलाई आग्रह पनि गर्न चाहन्छु बिरामीसँगलाई चाहिँ हामीले माया र ममता गर्ने हो, उहाँहरूको हौसला बढाउने काम गरौँ। हामी सबै मिलेर चाहिँ कोरोना जित्न सकिन्छ। एक्लै यो कोरोनाको चाहिँ तोड्न सकिँदैन। त्यसमा सबै मिलेर चाहिँ एउटा नेपाल सरकारले बनाएको मापदण्डलाई पालना गरेर सोसल डिस्टेन्समा रहेर साबुन पानीले हात धुने, सेनिटाइजर लाउने जस्ता चाहिँ कुराहरूबाट गरेर अलिकति सामाजिक दूरी कायम गर्दै अब हिँड्नुपर्ने छ। कोरोना जित्नु पनि पर्यो र काम पनि गर्नु पर्यो भनेर आग्रह पनि गर्न चाहन्छु यसै नेपालबाट। हजुर धेरै धन्यवाद। अनि कोरोना सम्बन्धीको यो सचेतना सम्बन्धी अब भनौँ न जनमानसमा अलिकति चेतना दिने खालको केही कार्यक्रमहरू गर्नुभएको छ? अब हामीले चाहिँ अहिले चाहिँ वडा नम्बर 4 ले चाहिँ अहिले चाहिँ हामीले एउटा चाहिँ भर्चुअल मिटिङहरू चाहिँ हामीले गर्दैछौँ। अब यहाँ अस्ति मात्रै अब हामीले 40-50 जना गरेर चाहिँ मिटिङहरू गर्दै अब यहाँ बुद्धिजीवीहरू विभिन्न राजनीतिक दलका मित्रहरूसँग सबैसँग चाहिँ मिलेर हातमा हालो। वडा नम्बर 4 मा चाहिँ हामीले यो आजभन्दा 4 महिना अगाडिदेखि नै सम्पूर्ण राजनीतिक दलको संयन्त्रबाट चाहिँ हामीले एउटा कमिटी बनाएका छौँ। हामी कुनै पनि निर्णय गर्दाखेरि सम्पूर्ण राजनीतिक दल सामाजिक व्यक्तित्वहरूसँग चाहिँ गरेर एउटा समिति बनाएको छ। त्यसबाट मात्रै निर्णय गर्छ। वडा मात्रै केही होइन, किनभने वडाले चाहिँ वडा भनेको सबैजना जनता नै चाहिँ अब चाहिँ सर्वेसर्वा हुने भएको कारणले उहाँहरूको विचारलाई हामीले मनन गर्दै अगाडि बढेका छौँ र हामीहरू अहिले चाहिँ भर्चुअल मिटिङहरू राख्ने यो प्रक्रियाले कसरी जाने, समाजमा कसरी जनचेतना चाहिँ यसबाट कसरी बच्न सकिन्छ भन्ने कुराहरू अहिले अभियान चाहिँ हामीले वडाबाट चलाइराखेका छौँ। अब यो हामी नियन्त्रण दिँदै अब भोगाइले नै सिक्दै जाने हो। नयाँ रोग हो। अब हामीले
बिस्तारै बिस्तारै चाहिँ अब सिक्दै पनि जाँदैछौँ र जनचेतनाको रूपमा पनि बिस्तारै हामीले चाहिँ यही चाहिँ बैठक फोन मार्फत हुन्छ विभिन्न चाहिँ सुझावहरू दिँदै गर्ने प्रोग्रामहरू चाहिँ हामीले अहिले चलाइराखेका छौँ र अहिले म वडाइमा पनि बसिराखेको छु। वडाइबाट चाहिँ अहिले काम कार्य नभए पनि उहाँहरूलाई चाहिँ कसरी काम विभिन्न चाहिँ बिरामीहरू अहिले पनि बिरामीहरूसँग कुरा गर्दैछु र अब यसै गरी जाने अब बिस्तारै ठिक हुँदैछ। उहाँहरू पनि अब मनोबलका साथ हौसला चाहिँ एकदम उच्च मनोबलका साथ बसिरहनु भएको छ। अब यो चाँडै नै ठिक हुन्छ जस्तो ठिक बनाउनुपर्छ र ठिक हुन्छ भन्ने आशा गरेर अगाडि बढ्नुपर्ने अवस्था छ। धन्यवाद राजेन्द्र बानियाज्यू। उहाँ हुनुहुन्थ्यो राजेन्द्र बानिया, कीर्तिपुर नगरपालिका वडा नम्बर 4 का वडा अध्यक्ष। धेरै धेरै धन्यवाद नेवा एफएममा जोडिएर हामीसँग अलिकति कुराकानी गरिदिनु भयो र वडाका कुराहरू राखिदिनु भयो। धन्यवाद। हस्, यहाँलाई पनि धेरै धेरै धन्यवाद। नेवा एफएमको सम्पूर्ण ग्रुपलाई यस्तो जनचेतनामूलक कार्यहरू र आफ्नो सुझावहरू र के कसो गतिविधि छ भन्ने बोल्ने मौका दिनुभयो। यहाँहरू टिमैदेखि आभार व्यक्त गर्न चाहन्छु र यहाँहरू सबै हामी सबै सञ्चारकर्मी, जनप्रतिनिधि, सम्पूर्ण आम जनसमुदाय, प्रहरी सबै मिलेर चाहिँ यो कोरोनालाई जित्नका लागि अगाडि बढौँ र यसलाई जित्नका लागि सबैजना एकजुट हौँ भन्ने आह्वान गर्न चाहन्छु। धन्यवाद सर। धन्यवाद। वेलकम सर। उहाँ हुनुहुन्थ्यो कीर्तिपुर नगरपालिका वडा नम्बर 4 का वडा अध्यक्ष राजेन्द्र बानियाजी। आजको कार्यक्रम समयले हामीलाई बिदा दिइसक्यो। कार्यक्रम प्रविधि संयोजन मार्फत सराना महर्जन र म शङ्कर थापा आजको कार्यक्रमबाट बिदा माग्छौँ। नमस्ते।